हेर्नुहोस् रमाउनुहुन्छ रेट्रो च्यानल। नमस्कार, म गगन थापा। यहाँहरू सबैलाई वैशाख 31 गतिको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र मतदानमा सहभागी हुन हार्दिक अपील गर्छु। मलाई यो मौन अवधिमा आएर यसरी केही कुराहरू राख्ने मन थिएन र यस्तो अवस्था आउँछ भन्ने पनि थिएन। तर आज दिउँसो कपनमा भएको एउटा घटना र त्यो घटनाको बारेमा जसरी दुष्प्रचार गरिएको छ यसको बारेमा मैले केही कुराहरू बोलिन र केही कुराहरू स्पष्ट बनाइन भने मेरो बारेमा उठेका प्रश्नहरूको उत्तर दिने कुरा होइन, तर स्वयं निर्वाचन आफैलाई मर्यादित बनाउने सन्दर्भमा मेरो तर्फबाट गर्नुपर्ने काममा म चुकेको ठहरिन्छ भनेर मैले यसलाई प्रष्ट बनाउन चाहेको छु र मलाई विश्वास छ यो सँगै थुप्रै कुराहरू प्रष्ट हुनेछ र प्रष्ट नभएको खण्डमा म यसमा छलफल गर्नको लागि थप तयार छँदैछु। निर्वाचन गराउने जिम्मा लिएको सरकारको एउटा सदस्य भएको हुनाले गर्दा मेरो अतिरिक्त जिम्मेवारीप्रति म सदैव सचेत छु। निर्वाचन आयोगले जुन आचार संहिता बनाएको छ, आचार संहिता बनाइसके पछाडि नेपाल सरकारको मन्त्रीहरूले मन्त्रालयको कार्यक्रमहरूमा समेत पनि उद्घाटन लगायतका कार्यक्रमहरू गर्न नहुने भन्ने विषयको निर्देशन दिइसके पछाडि त्यस्तो कार्यक्रमहरूमा समेत पनि म सहभागी नभइकन आचार संहिताको सम्पूर्ण रूपमा पालना गर्दै आएको हुँ। जुन दिनसम्म निर्वाचन आयोगले नेपाल सरकारका मन्त्रीहरूलाई राजनैतिक कार्यक्रमहरूमा निजी गाडी प्रयोग गरेर सहभागी हुनु पाइन्छ भनेर छुट दिएन वा स्वीकृति दिएन, त्यो दिनसम्म म कुनै पनि कार्यक्रममा त्यसरी सहभागी भइन। तर यो स्थानीय निर्वाचनको प्रचार प्रसारको क्रममा निजी सवारी साधन चढेर आफू सहभागी हुन पाइन्छ भन्ने यो स्वीकृति पश्चात भने म पार्टीको निर्वाचनको कार्यक्रममा सहभागी भएँ। नेपाली कांग्रेसको पक्षमा मत मागे, रुटको पक्षमा मत मागे, जुन कुरा स्वाभाविक थियो। यही क्रममा बुढालीगण्ड नगरपालिका मेरो निर्वाचन क्षेत्रको नगरपालिका हो। यसमा भएको कार्यक्रमहरूमा सहभागी भएको छु, र्यालीमा सहभागी भएको छु, सभामा सहभागी भएको छु, मेरो पार्टीको उम्मेद्वार राजु श्रेष्ठको पक्षमा मत मागेको छु, जुन कुरा लुकाउनु पर्ने कुनै कुरै छैन। र मौन अवधि सुरु भइसके पछाडि भने यी कुनै पनि खालको गतिविधिहरू गर्न हुँदैन भन्नेतर्फ सम्पूर्ण रूपमा सचेत छु र गरेको पनि छैन। आजकैको कार्यक्रमको सन्दर्भमा पनि कपनमा मेरो आफ्नो आधा परिवार त्यहाँ बस्छ। मेरो आफ्नो मामा घर मेरो बाजेलाई गएर भेटेर फर्किने क्रममा त्यही बाटोमा कपनको जोरदार भन्ने ठाउँमा पार्टीको स्थानीय साथीको घरमा गएको हुँ र त्यहाँ केही पार्टीको साथीहरूसँग बसेर सरसल्लाह पनि गरेको हुँ। र यसरी सरसल्लाह गर्ने कुरा, कोठाभित्र बसेर पार्टीको साथीहरूसँग बसेर कुराकानी गर्ने कुरा यो गर्न पाइन्छ र यो गर्ने कुरा यो कुनै पनि कोणबाट यो निर्वाचनको आचार संहिताको उल्लङ्घन होइन। म कतै गएर मतदातासँग मत माग्न गएको पनि छैन र कुनै वर्जित काम गरेको पनि छैन। यो गर्नु हुँदैन भन्नेतर्फ सम्पूर्ण रूपमा सचेत छु। यो छलफलबाट निस्किएर बाहिर आउने क्रममा जतिखेर म बाहिर बाटोमा आइपुगेँ, नेकपा एमालेको स्थानीय पार्टीका नेताहरू, अरू साथीहरू एकाएक उहाँहरू आउनुभयो, गाडीलाई घेर्नुभयो, नाराबाजी गर्न थाल्नुभयो, आचार संहिताको उल्लङ्घन भयो भन्नुभयो र त्यही बिचमा पनि मैले उहाँलाई प्रश्न बनाएँ, तपाईँहरू नडराउनुहोस्, नआत्तिनुहोस्, यहाँ के पनि भएको छैन, आचार संहिताको उल्लङ्घन पनि भएको छैन र मेरो उपस्थितिबाट यति धेरै आत्तिनु तपाईँहरू पर्दैन भन्ने कुरा मैले उहाँहरूलाई जानकारी गराएँ। र हाम्रो पार्टीको साथीहरू पनि त्यहाँ हुनुहुन्थ्यो र हाम्रै पार्टीको साथीहरूले पनि भन्नुभयो र मलाई पनि ठिक लाग्यो कि म त्यहाँ अरू बस्ने र त्यसमा वाद विवाद गर्न थालेँ भने त्यसले झन् अलिकति अप्रिय स्थितिलाई सृजना गर्ला भनेर म त्यहाँबाट जाने कुरा नै मैले उपयुक्त ठाने र म त्यो स्थलबाट म बाहिर निस्कने क्रममा थुप्रै साथीहरूले मोटरसाइकलमा सँगसँगै गाडीलाई पछ्याउनु भयो, कतिजनाले गाडीमा ढुङ्गा पनि प्रहार गर्नुभयो र लगातार उहाँहरूले नाराबाजी गर्नुभयो। त्यसलाई पनि मैले धेरै यसलाई त्योभन्दा स्थितिलाई भड्काउन चाहिन र म त्यो ठाउँबाट निस्केर म अर्को ठाउँमा पार्टीको साथीहरूलाई भेटघाट गर्न पुगेँ। तर यो कार्यक्रमको दौरान जब म अर्को ठाउँमा पुगेँ र पुगिसकेँ त्यस पछाडि मैले जब छापाहरूमा अनलाइनहरूमा जताततै यो विषय जसरी प्रचार भएको कुरा देखेँ, त्यसपछि भने चाहिँ मैले यो विषयलाई अप्रिय घटना नहोस् भनेर यसलाई जसरी सहजतापूर्वक लिएँ, यसलाई झन् यसलाई एउटा कमजोरी ठानियो र यसको मैले प्रतिवाद गर्नुपर्छ भन्ने निष्कर्षमा म पुगेको हुँ। पहिलो कुरा, कपनबाट हामीले लखट्यौं, कपनबाट हामीले पठायौं भन्ने जुन विषयको सन्दर्भमा छ, म विनम्रतापूर्वक आग्रह गर्छु। यो मेरो निर्वाचन क्षेत्र हो जहाँ मैले नेपालभरिमै सबभन्दा बढी मतान्तरले निर्वाचन भएकोहरू मध्येको म एउटा सांसद हुँ। मैले मेरो ठाउँबाट अत्यन्त स्नेह पाएको छु, सबै पार्टीको साथीहरूबाट पाएको छु र त्यो सन्दर्भमा मैले मेरो ठाउँबाट यो कसैले लखेटिने त्यति कमजोर हैसियत
मेरो छैन। आजको सन्दर्भमा पनि पार्टीको साथीहरूलाई मैले सकेसम्म संयमित राख्नुपर्छ भन्ने कुरातर्फै मेरो ध्यान रह्यो। उहाँहरू संयमित पनि रहनुभयो, यसको लागि धन्यवाद छ। यो अप्रिय घटना घटोस् भन्ने खालको मनसुबा मेरो भएको भए सायद थुप्रै साथीहरूले त्यहाँ ऐया पनि भन्न नपर्ने अवस्था हुन्थ्यो, जुन कुरा म चाहन्न थिएँ र म अहिले पनि चाहन्न। आचार संहिताको उल्लङ्घन गर्यो भन्ने सन्दर्भ छ। म एकदमै स्पष्ट छु, यो आचार संहिताको उल्लङ्घन होइन। मैले यसको बारेमा जानकारी पनि लिएको छु र यदि आचार संहिताको उल्लङ्घन गरेको छ भन्ने कसैलाई लागेको छ भने निर्वाचन आयोगमा गएर बकाइदासँग उहाँहरूले उजुरी गर्न सक्नुहुन्छ र त्यहाँबाट हुने फैसलालाई मैले त्यसलाई मान्नुपर्छ। जहाँसम्म मौन अवधिमा मेरो आफ्नो निर्वाचन क्षेत्रभित्र मेरो पार्टीको साथीहरूको घरमा जान पाउने, म हिडुल गर्न पाउने, मेरो नातागोताका जान पाउने यो अधिकार भने मैले कोहीसँग चाहिँ मागिराख्नुपर्ने अधिकार होइन। म गएको छु। अहिले पनि म अझ थप यहीबाट जानकारी गराउँछु। म त्यसपछि म चपली गएँ, त्यसपछि म चावेल गएँ, अहिले म नक्सालमा एकछिन साथीहरूलाई भेट्छु। त्यसको केही बेर पछाडि म फेरि यता जयबागेश्वरी जान्छु, त्यसपछि फेरि म कपन आउँछु, त्यसपछि म सुकेदारा जान्छु र त्यस पछाडि फेरि म चपली जान्छु, म भंगाल जान्छु, त्यसपछि म चुनीखेल जाने मेरो आज कार्यक्रम छ। म त्यहाँ जान्छु र कोठाभित्र बसेर जुन जे कुरा गर्नलाई अलाउड छ ती कुराहरू मात्रै पार्टीको साथीहरूसँग बसेर छलफल गर्छु। तपाईहरु मध्ये कसैलाई त्यो कार्यक्रमको बारेमा थप जानकारी लिनु छ भने कति बजेमा कहाँ हुन्छु भन्ने बारेमा पनि म तपाईहरुलाई त्यसको जानकारी दिने कुरामा पनि मलाई कुनै अप्ठ्यारो छैन। त्यसैले आचार संहिताको उल्लङ्घन यो हो वा होइन भन्ने बारेमा पनि कुनै अलमल नराख्न पनि म सबैलाई आग्रह गर्छु। कतिपय साथीहरूले कपनमा पैसा बाँडियो भन्ने कुराहरू पनि बोल्नु भयो भन्ने मैले सुने। यसको बारेमा मलाई धेरै कुरा केही पनि भन्नु छैन। म के हुँ, मैले के गर्छु र के गर्दिन भन्ने कुरा मेरो ठाउँको सबै बासिन्दालाई राम्रोसँग थाहा छ। तर एउटा राजनीतिक दल जसले निर्वाचनमा भाग लिएको छ, निर्वाचनमा भाग लिएको दलले बुढानीकण्ठ नगरपालिकाको नगरवासीलाई कुनै एउटा पार्टीको मान्छेले पैसा दिएर प्रभावित गर्न सक्छ भनेर ठान्नु र त्यो आरोप लगाउनु, त्यो बुढानीकण्ठवासीको अपमान, त्यो मेरो अपमान होइन। म नेकपा एमाले वा कुनै पार्टीले पैसा बाँडे भन्ने कुरा पत्याउँदै म कहिले भन्दै भन्दैन। किन हाम्रो बुढानीकण्ठको नगरवासीहरूलाई आजको दिनमा कसैले पैसा बाँडेर निर्वाचनमा प्रभावित गर्न सक्दछ भनेर कसैले सोच्न सक्छ? योभन्दा ठुलो मतदाताको कुनै अपमान हुन्छ? यो मतदाताको अपमान हो र यो अपमान चाहिँ मेरो लागि सही छैन। चाहे त्यो एमालेको मतदाता होस्, चाहे त्यो माओवादीको मतदाता होस्, मतदान गर्ने आफ्नो अधिकार। त्यसकारणले गर्दा यो एक्सेप्टेबल छैन। यो जसले भन्नुभएको छ, यो भन्नेहरूले बुढानीकण्ठवासीको यसको घोर अपमान गर्नुभएको छ र मलाई के विश्वास छ भने आज स्वतन्त्र ढंगले हिडुल गर्न पाउने मेरो जुन अधिकार हो, मेरो जुन हक हो, यो यसलाई जुन ढंगबाट दुर्व्यवहार गरिएको छ, अमर्यादित व्यवहार गरिएको छ आफ्नो जनप्रतिनिधिमाथि र त्यहाँ पैसा बाँडियो भन्ने खालको अफवाह फैलाएर जनताले जुन अपमानित गरिएको छ, यसको हिसाब किताब जनताले निर्वाचनबाट गर्नुहुन्छ भन्ने बारेमा मेरो विश्वास थियो र यसको र यो जुन आज जसरी यो घटना घटाइयो, जसरी एउटा सामान्य रूपले म हिजो पनि गएको थिएँ, तर यो आज निर्वाचन एक दिन अगाडि यसलाई सनसनीपूर्ण बनाउने एक खालको एउटा खालको अवस्था पर्यो भने भिडन्तको अवस्था सृजना गर्ने भएन भने पनि यसलाई दुष्प्रचार गर्ने, यसलाई बदनाम गर्ने जसरी नियोजित ढंगबाट गरियो, मलाई के विश्वास छ भने बुढानीकण्ठ नगरवासी, काठमाडौँ महानगरवासीहरू, सचेत मतदाताहरूले राम्रोसँग दुधको दुध पानीको पानी छुट्याउन सक्ने सबैसँग त्यो विवेक पनि छ, त्यो गर्दै पनि आउनु भएको छ र गर्नुहुन्छ भन्ने कुराको विश्वास गर्दै यस्तो कुनै पनि खालको भ्रममा नपर्न, कुनै पनि खालको अलमलमा नपर्न, पार्टीका साथीहरूलाई पनि रत्तिभर पनि उत्तेजित नहुन, भएको दुष्प्रचारमा लागेर फेरि अहिले तत्काल कोही साथी पनि उत्तेजनामा नआउन, कुनै पनि अवांछित क्रियाकलाप नगर्न, निर्वाचनको आचार संहिताको सम्पूर्ण रूपमा पालना गर्न र अन्य पार्टीका साथीहरूलाई पनि यस्तो अनर्गल प्रचार प्रसारमा नलागिकन मतदाताले आफ्नो विवेकको प्रयोग गर्नुहुन्छ भन्ने कुरामा विश्वास गरेर बस्नका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। सदा चाहिँ तपाईहरुको साथ, आशीर्वाद, माया, शुभेच्छा प्राप्त गरिरहन्छु भन्ने कुरामा विश्वास गर्छु। धन्यवाद, नमस्कार, जय नेपाल।